सुन्नुहोस् दर्शकबिन, एउटा स्वयम्भू मन्दिर भनेर बाटोको छेउमै रहेको मूर्ति देख्नु होला, हजुर झुक्किनु होला। तर यहाँबाट स्वयम्भू हामी मन्दिर पुग्नको लागि अनि त्यसैको पोखा छिमबाट बाटो पहिरिएपछि हामी माथि 15 मिनट जति माथि हिँडिसकेपछि हामीले स्वयम्भूको दर्शन गर्नेछौँ। र हामी यहाँबाट नझुक्किनु होला, स्वयम्भूको दर्शन गऱ्यौँ भने त्यसपछि होटल त्यो सडकको कोखामा रहेको मूर्ति भनेको थपना हो। थपनालाई दर्शन गरेर अगाडि बढिरहनुहुन्छ हजुर। तर असली स्वयम्भूमा जाने हो भने हजुरलाई 15 मिनटदेखि लिएर अलिकता एज भएको हुनुहुन्छ भने हजुरलाई चाहिँ आधा घन्टासम्म लाग्न सक्छ है। म देखाउने छु हजुरलाई स्वयम्भूको मन्दिर। बनिरहनुहोस् यस भिडियोमा। काठमाडौँको हरेक मन्दिरमा दर्शन गर्न भने पर काफी टाइम मिलाएर आउनु पर्दछ। हामी चाहिँ यो मैले देखिरहनु भएको छ, यस जाली बाहिरबाट यो पनि मन्दिर रहेको छ भने यो तपाईँ पनि मन्दिर रहेको छ है। मैले हजुरलाई देखाउनेको प्रयास गर्छु। ल हेर्नुहोस्, उहाँ जो गोल्डन कलरको देखिएको छ त्यो पनि मन्दिर हो रहेको छ भने यहाँ पनि एउटा मन्दिर रहेको छ। हामी त्यसैको क्रममा स्वयम्भूलाई दर्शन गर्न हिँडिसकेका छौँ। हामी यहाँ बिच बाटोमा थोरै भक्तजनहरूलाई पनि हामी देख्दैछौँ र खासै क्राउड फिल भइरहेको छैन अहिले चाहिँ। हामी यहाँबाट अगाडि बढ्नेछौँ। यहाँ दुईतर्फी बाटो छ भने हामी यहाँबाट लिएर यता नगर यता थपनामा जाने बाटो छ भने हामी यहाँबाट मेन स्वयम्भूलाई दर्शन गर्न हिँडिरहेका छौँ। दर्शकबिन, हजुरले पनि यस जग्गामा आएर स्वयम्भूलाई दर्शन गर्नुभएको छ, पशुपतिनाथ अथवा अन्य देवी देवताहरूलाई दर्शन गर्नु भएको छ भने कमेन्टमा लेख्नु होला। यो भिडियोलाई हजुरले कहाँबाट वाच गर्दै हुनुहुन्छ, हेरिरहनु भएको छ, कुन देशमा बसेर हेरिरहनु भएको छ, हजुरले चाहिँ सेयर गरेर धेरै को माझमा चाहिँ हजुरले पठाउन सक्नुहुनेछ। हामी अगाडि बढिरहनेछौँ। यहाँको दृश्य अति रमाइलो छ। रमाइलोको साथसाथ बालन शाहको सहर निकै उत्साह, रमाइलो र शान्त वातावरण पनि यहाँबाट देखिरहेको छु। हजुरलाई कस्तो लागिरहेको छ? र हामी यहाँबाट अहिले ठुला वाहन पनि आइरहेको नजर हामीलाई मिलिरहेको छ। रोड देख्दा हाइवे छ र ट्याक्सी पनि आइरहेको त हामीले देखिन्छ यहाँबाट है। हजुरले हेर्न सक्नुहुनेछ। यहाँको दृश्य यस्तो खालको छ। यो गेट रहेको छ यहाँको। लस्सी, यहाँ लस्सी पाइँदो रहेछ। यहाँ फास्ट फुड लस्सी यहाँ मिलिरहेको छ भने अगाडि चाहिँ अब हामी यहाँ बसेर चाहिँ टक्क कोल्ड ड्रिङ्क अथवा अन्य खानेछौँ। अब यहाँ लस्सी खानेछौँ। लस्सी खान आइरहनु भएको छ अहिले टक्क बसेर।